गुड मर्निङ एभ्रिवान। आज चाहिँ दसैँको डे 3। उहाँहरू चाहिँ मेरो माइला बडाको माइली छोरी ज्वाइँ हुनुहुन्छ। मेरो चाहिँ दिदी बेना दार्जिलिङबाट आउनुभएको। उहाँहरूलाई टिका लगाइदिँदैछु। आज चाहिँ डे 3 दसैँको। केही पनि हुँदैन, टाइम निकाल न। हाम्रो चाहिँ उयो के अरे अक्षता चाहिँ अलिक मैले के लाउनु नजानेको होइन। म यो अडियो पछि चाहिँ मजाले टालिन्छौ। यो उयो के अरे टिस्युले अलिकति पुस्नुहोस् है यसमा। त्यही होइन, त्यो टाउनमा पुस्दा नि हुन्छ। टाउनले पुस्दा नि हुन्छ, अलि लाग्यो हुन्छ नि किन तर दसैँमा लाग्यो। अन्त अहिले एक दिन त अब यहाँ पनि आएको साल मात्रै एलर्जी त हुँदैन होला? मलाई हुँदैन। मलाई चाहिँ दिदी चिनीले कस्तो हुन्छ कि अनि उयो लाउँछु म र दही। यो हजुर, अनि टालेको मजा हजुर टालिन्छ है। हजुर। कसले भनिदिन्छ मैदा के मैदा लाउनु? कसले भनेको? मैदा हो नि। हो दिनु नै छ। अबै कसले मैदा त होइन। होइन है छ, उसले जोकिङ कसले जोकिङ गरेछ के कि? होइन जसमिन भनेको म चाहिँ म लाउँछु। म चाहिँ भन्यो होला कि होइन मैदालाई पनि लाएर चाहिँ मामाले टिका लगाइदिनु हुँदैछ। टिका लगाएर चाहिँ पुर्णेसम्म अड्किरहन्छ अरे कि त्यो मैदामा टाल्दा। जसमिनले कसले भनेको थियो? मैदाले मैदासँग भनेको ट्याक्कै टालिरहन्छ नि त। तर यो त कोही बेला उयो लाग्छ हौ, राम्रो लाग्छ कोही बेला चाहिँ। राम्रो पढ्नु। ओके मामा हेर न, बोल्नु चाहिँ पर्छ नि भन्छ ल। अबै बोल्नु के घरमा चाहिँ पुरा बोल्नुहुन्छ? होइन यहाँ नुगऱ्यो भएर अहिले चाहिँ नेटवर्क नआएको हो। यहाँ नेटवर्क पक्रेको छैन। साथी चाहियो होला उसलाई। नेपालको नेटवर्क अलिक होइन यहीँ मात्र हो, उता उयो छ नि, यहाँ छ नि त नेटवर्क नआउने छ। नेटवर्क नआएको छ, मैले बुझिहालेँ। बोल्नु चाहिँ पर्छ ल। पुगेन सबैलाई ल्याइदिनु, अब दिदी र भान्जीलाई चाहिँ ल्याइदिनु जनामा। पुग्छ। मजाले प्लान्टहरू तलबाट ल्याएको होला। हजुर, स्याहारै गर्नु पाउँदैन दिदी। पानीहरू हुने चाहिँ अडिने भनेर होइन क्लिपमा चाहिँ नि उयो लाग्यो मलाई चाहिँ। हजुर उयो प्लान्ट हेर्दै के त प्लान्ट हौ, तिमीलाई कसै बेच्नुबाट पुरा थियो नि त है। तल त कति फैलेको छ नि। रहेछ मजाले बनाएको छ। मलाई यसरी राख्न मनपर्छ हौ। तर सबै त्यो मनी प्लान्ट हो नि त है, इन्डोर हो नि त है। हजुर, कहीँ जानु पर्यो भने चाहिँ एकछिनै भन्छ। तिमी सानो होइन नि त? के चाहिँ मलाई लास्ट भन्दैछ जस्तो लाग्यो। सानोलाई त लास्ट ठुलो मान्छेलाई चाहिँ फर्स्टमा चाहिँ ल्याइदिनु पर्थ्यो। अनि लास्टमा हिरोको खेल हुँदैन अनि हिरोको एकछिनै अनि यो त अप्ठ्यारो भयो भएन? कम्ती उयो भयो नि, अझ धेरै झरेर नानी। हुन्छ, केही हुँदैन। बाहिर ढोक्नु होइन अब यो अप्ठ्यारो भयो नि त्यहाँ। मेरो बहिनी चाहिँ प्लान्ट यस्तो ल लास्टमा चाहिँ हिरोको खेल हुन्छ है, त्यही भएर चाहिँ हिरो बनाएको नि त मैले। ल हुन्छ हिरोको खेल कस्तो दामी दिन पो हुने रहेछ कि है। बस्नु न हौ, उठिहाल्नु त, बस्नु न एकछिन चाहिँ दिदी, बस्नु नि भएन। हेलो, छिटो आउनु छिटो। मामा बल्ल आइपुग्नु भयो नि। नमस्ते। भिडियोमा के भन्ने? कत्रो पैसा? हजुर 200 रुपियाँ थियो, 1 सय खाइदिए। डल्लु आइपुग्नु भएको छ फिकलमा, के के ल्याइदिन्छु अब भन्नु त।
ल आज हाम्रो डल्लुलाई चाहिँ सोल्टिनी नै आइपुग्नु भएको छ नमस्ते लाइदिनु न मान्छ होला हौ तपाईँ पक्रेर बस्नु न मलाई दिन्छ रुवायो भने फेरि होस् जाने बेलामा उयो गर्नु यसो गरेर अहिले यहाँ सबैतिर दल्दिन्छ रातो ल न हुँदैन त्यस्तो पाराले त हुँदैन है है भाइलाई सिकाउँदो रहेछन् लड्छ हौ बाबा त्यो पोत्लुकै लड्छ अर्को समस्या हुन्छ फेरि उयोसँगै लडिन्छ नि फेरि होस् पानीले चाहिँ पुरै भिजाइदिनु पर्यो है छ्याप उसलाई छिटो के छिटो भनिरहेको छ हाम्रो डल्लु पद मस्त छैन तर किन बुझाउनुहुन्छ नि ज्ञानी हो कि ज्ञानी हो ज्ञानी केटा मेरो मनी मन भन्यो अन्ली मन हाम्रो नि अन्ली मन है बाटोमा अन्ली मन भन्छ कहाँ त्यस्तो त मलाई चाहिँ देखिरहेछ त कहाँ देखिआयो नि ट्याप्प लगाइदियो ड्याम्मै लगाइदिनु अरे अघि हेर्नु पढ्नु त अब ट्यालेन्टै छ हाम्रो डल्लुलाई के भन्नु सबै भयो जति राम्रो मम्मी बस्नुहोस् है आउनु न राम्रो कुरा हाम्रो डल्लुलाई सबै नराम्रो कुरा चाहिँ त्यो हुँदै हुँदैन नि हाम्रो डल्लुको डिक्सनेरीमा नराम्रो कहिले पनि नहोस् ल मैले टिका लगाइदिँदा भयो नि कति साल हो क्या मेरो त झन् भाइले मैले त मेरो त हेर्नु सोल्टिन्छ नि यहाँ म त रिस उठेर अस्ति टिकाको दिन भाइले जमाना ए धेरै दिन हुँदैन नि पाजु पाजु भनेको पाजु उताको कहाँ राख्नु सबैलाई नमस्ते गर्नु सबैजनालाई मलाई हुँदैन हौ सबैलाई नमस्ते गर्नु बाबा नमस्ते सबै भाग्यमानी हुनु ल धेरै पढ्नु जहिले सम्झिनु ल हामीलाई नि ए लोन उयो मम्मी यो करुवाबाट पानी अलिअलि गर्दा हुन्छ त्यहीँबाट झरिहाल्छ पानी उसको त राजाको पैसा पहिलेको भेटेको फेरि फेरि भेट हुन्छ हुँदैन टिका लाउनु चाहिँ नि सकियो अब दिनदिनै हिँड्नु सकिँदैन सोल्टिनी हामी लगाउनु मिल्दैन के हुँदैन होला नि तर आफूभन्दा ठुलो मान्छेलाई लगाउनु हुँदैन क्या मन्दुम मात्रै मन्दुम जमरा नै लगाइदिनुहुन्छ नि यहाँ छैन बस्नु ज्यामिरे हो कस्तो एक्सिडेन्ट झन्डै भएको थियो बसमा त्यो एउटा मान्छेले त्यो ब्रेक लगाएको यो दसैँको त हुनै पर्छ तिमीले हुँदै हुँदैन निनीलाई लगाइदिनु निदा त खाली हुँदैन मेरो भदाइलाई होइन
ल अब खाजा है म खाजा रेडी उटिन दिन दुन बर्बर पाता पिम बर्बर पाता पिम चिम्पान्जी बनानी लेरे लेरे लारी ला बोने कामला बु एकैछिन नि अब हामी चाहिँ यहाँ म्यारेज खेल्दैछौँ सोल्टिनी खेलाडी यता हाम्रो दिदी नयाँ अनि म पनि हो राजा लाइट बल्नु न यहाँ सबै लाइट अन गर्न त पुगेछ खोइ जाने है अब जल्दी नगर्नु नि त्यस्तो छ भाइलाई लाग्छ नि 22 पति भइसकेछ न हो र यतिकै आउट गर्नु न एकेको नदिन्छ खै मिलन पर्यो तेरोमा एकछिन कि यहाँ मात्रै 22 भयो नि होइन सबैको 22 भयो होला निकाल्नु यहाँ रोकेको यहाँ हाम्रो दिदीलाई म्यारेज सिकाएको तास नअटेर बोक्दै अस्ति डल्लो बोक्दै सेमाको तास बोक्दिनु ल तर होस् उस्तै भए चाहिँ उयो हुने नि सोल्टिनी गेम गरिसक्थ्यो गेम गरिसक्थ्यो नि यस्तो मेरो फ्याल बाँकी जाने कि छैन छ नि खेल्नै नआउने मान्छेलाई यस्तो पर्छ अनि यस्तो यस्तो पर्छ अनि अर्को पुतली पनि पर्छ मेरो त एक सिक्वेन्स मिलेको छैन मेरो चाहिँ ए मिले एक सिक्वेन्स यता अर्को यस्तो पनि पर्छ पुतली पो यस्तो पुतली यस्तो पनि पर्छ आम्मामा नजान्ने मान्छेलाई यस्तो अल्टर आम्मामा नजान्ने मान्छेलाई चाहिँ यो अल्टर अनि फेरि अर्को सल्टर मैले के अर्को पुतली नजान्ने मान्छेलाई परेको मैले के ल 15 इटाको छक्का होइन त उयो माल 15 8 कति भयो 23 भयो 5 सबै यो चाहिँ मेरो परेको 33 को माल हामीले हेर्न नि पाएन 10 रुपियाँ पोइन्ट खेलेको भए इन्टु 10 गर्दा कति हो 33 इन्टु अझ हामीले नहेरेको 10 पनि काउन्ट हुन्छ 43 तर मैले चाहिँ के खेलेको रे यो चाहिँ यसमा चाहिँ नि आफ्नो उयो बनाउनु पर्ने क्या विनर यसमा चाहिँ अड्काउनु पर्ने गयो मेरो टर्न चाहिँ ए चिटिङ फर्स्ट उयो भन्दै खेल है के अरे बम के अरे नाम त थाहा छैन हामीलाई अस्ट्रेलियन आउँछ दुईजनाको खेल्छौँ न 3 जनाको म नि खेल्छु नि अघि गयो तीनजनाको अघिको हौ त्यो उयो हौ बमबटिलो होइन अर्को खेल्नुपर्छ सबसे खतरा बमबटिलो कोकोटिलो थाहा छ ब्लेड गाउनु है ब्लेड खेलाउनु है टर्न वाइज सबै एकैचोटि यसरी जित्नु पर्ने म जितेँ खोइ म खोइ यो तपाईँ निलो हो ठोकाउनु म रेटो किन मैले भाग्छु हान्नु नि घुमाउँदै हान्नु नि ल चक्कै टक्क ओइ बाच्चा ए म खोइ तपाईँ मरिसक्नु भयो मैले 3 पोइन्ट खाइसकेँ मलाई मारे लास्टमा काका तपाईँ छिटो ल तपाईँ झन्डै ल कोही आफै मर्नु भयो म छिटै कान्नुपर्छ खोइ म अनि मेरो त उतै जाँदैन त नि अनि जानुपर्छ नि त मिलाउनु पर्छ नि त गोल घुमेको सायद हान्यो मलाई मात्रै किन हेरेको ड्रागन फ्लाई खाएँ तर ए मैले बुझेँ ल को त मजा आउँछ कि गेम हुँदो रहेछ नि त अम्मा पानी पिना अब पानी बाला कसको हुन्छ सजिलो आउनुहोस् है खेल्नु के हो यो यसमा चाहिँ फेरि मिलाएर चाहिँ नि यो दुलोभित्र हाल्नुपर्ने ए ल मैले बुझेँ त्यहाँ गयो मेरो टर्न गयो फेरि ल टर्न भएछ है ल मैले बुझेँ लु गो मेरो टर्न हो होइन यिनीहरू चकचक गरेर मेरो टर्न मलाई हान्नु पर्ने अनि यो सिधै पसिहाल्छ त अब तिम्रो मेरो त्यस्तो होइन ठोकिन्छ यो डल्लो भएको ठाउँदेखि चाहिँ हान्नुपर्ने हौ त्यो चुच्चो त उयो पो हो त सुटको रेटिङ हो ठोकिन्छ त्यस्तो होइन यता भएन हौ भएन यस्तो यो डल्लोदेखि चाहिँ जाने हो क्या यस्तो जितिहाल्छु नि चढ्नु न ल
भयो नि मेरो नि यहाँ रेडिङ हुन्छ त हौ अस्टिमको फस्यो काटीले मार्यो नि मलाई सिकारी फेरि म है कसरी हानिदिन्छ भोटिलो कोकोडिलो लामो हेर है केटा हो यहाँ चाहिँ म यस्तो तरिकाले यो त गाह्रो रहेछ नि त नि कसरी त्यहाँ अर्कायो त मेरो अष्टमामाको पनि एकछिन म गर्छु यतापट्टि हाल्नुपर्छ नि अब साह्रै गाह्रो गर्दा आयो पुरा इन्जोय गर्छ ल मेरो डल्लुले डल्लुको कहाँ जान्छ त अब जेबा क्रसिङको कतै हो क्या ल अरूको टर्नमा खेल्नु पर्दैन है लु मिलाएर हान्नु यो वरिपरि यसो यो ड्रपमा गर्नुपर्छ हौ छिट्नु हान्यो भने तिम्रो पालि अस्टिम राइने पाइरहेको छ त अस्टिम लाग्नु अझै के भयो त्यो अर्काउनु कस्तो गाह्रो हुन्छ बिस्तारै देखियो ब्ल्याक फ्लिप पनि हान्दैछ रियरेस्ट झरेन भने चाहिँ हुन्छ यो यहाँ राखिदिन्छु ल म अघि राइने कसरी झरेको झर्नुहुन्छ त्यसरी राख्दिनँ क्या खाली ठाउँमै भरिदिउँ खाली ठाउँमा राइनो हर्न गुजी भन्नु सक्दैन हौ केङहरू पो भयो सेमै भन्यो के भयो सेमै भन्यो एकछिन म यसको ढाडमा म राखिदिन्छु यसमा यहाँ सक्नुहुँदैन त्यो यहाँ घुम्छ यहाँ ड्रप छ त ड्रप के यहाँ हो त्यहाँ राख्नु भने तपाईँले गइरहेको पछाडिको योले पनि राख्नु सिधा बोल्नुहुन्छ अस्ति तिम्रो टर्न होइन लाइभ चाहिँ कस्तो बसिरहेछ मेरो कमा हालिदिउँ अब यहीँ बसिहाल्छ नि झर्दैन यहाँ मजाले अड्किन्छ हुन्छ के हुँदैन लोम्रीको पुच्छर थियो नि त अब तिम्रो पो गाह्रो भयो चिल झर्नु सक्दैन हौ यसरी आफै झर्नुपर्छ यो त यहीँ झरिहाल्छ नि तर उसलाई गाह्रो भयो अब केही किसमा घुम्नु सक्छ नि त अब तिम्रो घुम्छ जस्तो आइहाल्यो पनि स्नेक स्नेक के स्नेक रहेछ बमडिलो होइन के हो डल्फिन दादासँग कति वर्ष पछि कि कति दिन पछि 1 year महिना सबै बोल्ने 2 कि 3 महिना दिनु गेबिन त सुतिसक्यो होला गेबिन छैन गेबिन छैन बाबा तिमीले सुकुटी खाने ट्राई गरेर न चाखेर न चाम्स त्यो होइन त अर्को दादालाई त मनपर्छ ल त दादा जस्तो मजाले खान्छ दुईजना दादाभाइ इन्जोय गर है तिमीहरू अनि भोलि फेरि गेम खेल्नुपर्छ है हाम्रो इलाम 5 वटा अले चिनेकोमा यसपालि अर्को अ थपिनु पुग्यो तर त्यो चाहिँ अविरल वर्ष हाम्रो गाउँमा धनजनको त क्षति भएन तर बाटो पानी बत्तीको चाहिँ सबै स्रोतहरू बिगारिदिएको छ घर पनि हल्का डुबनमा परेको जस्तो छ केही घरहरू त्यही भएर रातभरि परेको वर्षाले हाम्रो गाउँमा यतिको क्षति भएर सबै हाम्रो गाउँवासीलाई
दुखित बनाएको छ। छिमेकी गाउँमा पनि धेरै धनजनको क्षति भएको छ। त्यसैले हाम्रो दसैँ यस्तै हुनु पुग्यो। राति सुत्नुभन्दा अगाडि पाहुनाहरूसँग रमाइलो गरेर सुत्दा बिहान उठेर हेर्दा यो खालको दृश्य देख्दा सबैको आँखामा आँसु आएको थियो हामी गाउँलेवासीहरूको। अहिले भने चाहिँ यो भिडियो अपलोड भएको टाइममा चाहिँ हाम्रो गाउँमा स्थिति सामान्य रहेको छ र अबदेखि यस्तो दुःखको घडी कहिले पनि नआओस् भनेर भगवानसँग प्रार्थना गर्छु। अनि जति पनि पहिरोको कारणले ज्यान गुमाउनु भएकोहरूको सबैजनाको आत्माले शान्ति पाओस्। हार्दिक श्रद्धाञ्जली। सनले चाहिँ आज पहिरो गएको उपलक्ष्यमा है होइन घोप्टिन्छ भाउजू बिचराले कहाँदेखि बोकेर होइन आज म यो दुःखद घडीमा सबैलाई दुध खुवाएर चाहिँ होइन सुकाको उयो उडाउँछु भनेर क्या त। युट्युबर कहाँ गयो भने चाहिँ पहिलो आजै दुध बढेको त्यसको आजै अङ्कललाई दुध दिएको छ। हिजोदेखि स्याहार्नु थाल्यो बसेर म त स्याहारै कुन जाने रातभरि पानी आएको उयो के अरे केन्द्र पानी पसेको गोठ चुहेन भाइ हजुर होइन आज चाहिँ दुध बढेको अरे कि अब हिजो रातभरि पानी आएको कुन त पातलो पातलो देख्छु त सधैँ बाक्लो हुन्थ्यो है सेतो मात्रै छ त रोशन। तपाईँलाई क्यारोलाई पनि भनिदिन्छु ल चिया खानु पुगिहाल्यो मलाई त यतिमा।